कहिलेकाहीँ के केही काम नगरिकन यत्तिकै बस्न पनि कस्तो रमाइलो लाग्छ नि है। मेरो चाहिँ आज नाइट अफ थियो। अनि नाइट सकिने बित्तिकै फर्स्टमा चाहिँ म जिम गएँ। घर आएर सुतेँ भने अल्छी हुन्छ नि त जाँदिनँ भनेर। अनि जिम पनि त्यस्तो धेरै गरेन कि आज एकदम अल्छी पनि लागिरहेको थियो, थकाइ पनि लागिरहेको थियो। अनि जिममा नै फ्रेस भएर आएँ। अनि घरमा आएर चाहिँ जे खानेकुराहरू छ घरमा त्यही नै खाएर चाहिँ म मस्त सुतेँ के। 3 बजीतिर सुतेको अनि उठ्दा त 7 बजिसकेको रहेछ। अनि आज एकदम काम नगर्नेवाला मुड भएको भएर चाहिँ खानासाना पकाउने यस्तो पनि केही गरिनँ कि। अनि त्यसपछि थोरै बुकहरू पढेँ, अनि त्यसपछि मुभी पनि हेरेँ, अनि त्यसपछि फेरि अलिअलि नक्कल पनि पार्नु पर्यो भनेर अनि जागर लगाएर नक्कल पार्नतिर लागेँ के। अनि रिसेन्टली चाहिँ मैले योवाला हामिकाकीको युज गरिरहेको छु। कोले यो युज गर्नुहुन्छ? व्हाइटनिङको लागि एकदम राम्रो हुन्छ भन्ने सुनेको थिएँ, त्यही भएर युज गर्दैछु। अनि आफ्नो सधैँको स्किन केयर गरेँ। अनि यो चाहिँ मेरो रेटिनल क्रिम हो, सकिरहेको थियो। अनि मैले हिजो अस्ति भर्खर मात्रै लिएको थिएँ कि। यति नक्कल पारेपछि त सुत्नु पर्यो भनेर सुतेँ म। गुड नाइट।